हेलो हेलो एभ्रिवान, हामी चाहिँ गाउँ जाँदैछौँ, माइत जाँदैछौँ घरबाट। के अरे बाटोमा आएर 12 बजेको घाम तर्किरह। के अरे मैले आज बाटो सानो मिनी भ्लग स्टार्ट गरेको छु। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, यति त गरिदिनु होला। मेरो डेली मिनी भ्लग आउँदैछ, त्यहाँदेखि सबैले माया गरिदिनु होला। हामीलाई साह्रै गर्मी भएर यहाँ बाटोमा बसिरहेछौँ साथीहरू। के हो भनेपछि हामी चाहिँ उठो डाँडाबाट आएको हो, बाटोमा हिँड्दैछौँ। के अरे चर्किरह। यता चाहिँ बुढो र मेरो छोरो चाहिँ हिँड्दैछन्। कस्तो गर्मी भइरह, तिर्खा पनि लागिरह साथीहरू। हामी चाहिँ अझै पनि हिँड्दैछौँ साथीहरू। जुम्राल तोकेको जस्तो यहाँ छौँ। त्यहाँ त्यो डाँडाबाट आएको हामी चाहिँ दुईटा डाँडा चाहिँ काट्नु बाँकी छ साथीहरू। त्यो भने तर्क्या घरमा दिदी छैन गर्मीले मर्नै आँटेको गाइजहरू। चाहिँ बोल्छु घरि गाइज भन्छु, घरि साथी भन्छु, घरि हामी ठ्याक्कै सल्लाह वनमा आयौँ। अनि कुद्दै बसेर अगाडि पुगिसकेँ, पछि कुदिरहेको। कस्तो हावा नआएको, गर्मीले म मरिसकेँ गाइज। यहाँ तल बाइचरको बजार छ। रोड यतिको मान्छेले भनेर यतिको बनाएको, यहाँ गाडी यहाँ आएन। नेताले आफूले हाना ठिकै छ। अहिले खै आउँछ कि के गर्छ थाहा छैन। यहाँ चाहिँ बाइजर बजार हो। अहिलेको नेताले खै बाटो खन्डिया त सजिलो हुन्थ्यो, त्यही आश सकेर डाइलग